नमस्ते, म काजी कालु पाण्डे हुँ। मेरो जन्म सन् 1713 मा गोर्खाको पहाडमा भएको थियो। मेरो बुबा भीमराज पाण्डे काजीको रूपमा सेवा गर्नुहुन्थ्यो। म तरबार र धनुष सहित तालिम लिएर हुर्केँ, आफ्नो गौरवको लागि होइन तर आफ्नो राज्यको लागि। जब पृथ्वीनारायण शाहले हाम्रो भूमि एकीकरण गर्ने आफ्नो सपना बाँड्नुभयो, म उहाँको साथमा उभिएँ, सिपाहीको रूपमा होइन तर सहयोद्धाको रूपमा। र यहाँ कीर्तिपुर 1757 मेरो अन्तिम युद्ध भूमि। मैले आफ्नो सबथोकले लडेँ, हरेक सास, हरेक पाइला एकीकृत नेपालको लागि। यदि मेरो यात्रा यहाँ समाप्त हुन्छ भने यो थाहा होस्, मैले आफ्नो मातृभूमिको लागि जीवन दिएँ। हाम्रो बलिदान सम्झनुहोस्, एकताबद्ध नेपालको हाम्रो सपना सम्झनुहोस्।